परेको मान्छे परे तपाईँले गलत ठाउँमा गर्नुभयो तपाईँले मैले हस्पिटल लाउँ यो नम्बरमा अहिले मैले गर्नुपर्ने नम्बर चाहिँ हजुरहरूलाई किन दिनु र हजुर हजुर के गरेको त्यस्तो हजुर इलेक्ट्रिक स्कुटी म्याम वेलकम ब्याक टु माई न्यू ब्लग फ्रेन्ड स्वागत छ तपाईँहरूलाई नयाँ ब्लगमा अनि आज त म एउटा प्राङ्क भिडियो बनाउन गइरहेको छु सो त्यो चाहिँ कल नै माइजूलाई भर्खर माइजूको कल आएको छ है अनि माइजूलाई फोन गरेर म एउटा प्राङ्क भिडियो बनाउनु गर्नेछु तपाईँको 2 लाखको लोटे लाग्यो भनेर भन्छु अनि त्यसपछि म त यो टेलिफोनबाट गर्छु होइन अनि के हुन्छ रियाक्सन हेरौँ है त एकछिनै फोन गर्छु होइन माइजूको रियाक्सन हेर्नुपर्छ त एकछिनै त हेरौँ है त हेलो हजुर नमस्कार म्याम कस्तो रियाक्सन हुन्छ हेर्नु है त फोन गर्छु म अनि भाटुलिनबाट किन्नु भएको छ एकैछिन है हेलो हजुर बोल्दैछु त नमस्कार म्याम नमस्कार सुजाता पुरी है म्याम हजुर सुजाता बोल्नु म्याम हजुरले हाम्रो यो भाटपटिन झापाको भाटपटिनबाट सामान लिनुभएको रहेछ अस्ति अनि हजुरलाई हाम्रो तर्फबाट इलेक्ट्रिक स्कुटी परेको छ म्याम हजुर बस्ने कहाँनिर हो म्याम ए हजुर सुजाता पुरी नै बोल्नु भएको छ नि है म्याम ए हजुर सुजाता पुरी नै है म्याम ए त्यही त म्याम हजुरले अस्ति सामान लिनुभएको रहेछ लकी ड्रमा हजुरको नाम परेको छ म्याम त्यही म्याम त्यही भएर हजुरलाई इन्फर्म गरेको हजुरको नागरिकताहरूको फोटोकपी चाहिने भएको छ म्याम हजुर इलेक्ट्रिक स्कुटी म्याम इलेक्ट्रिक स्कुटी म्याम स्कुटी परेको छ म्याम स्कुटी हजुर हजुर लकी ड्रमा म्याम हजुर म्याम हजुरले भाटपटिनीमा सामान किन्नु भएको रहेछ अस्ति म्याम हजुर म्याम हजुर म्याम हजुरको नाममा राख्नु पर्यो नि त कहिले फ्री हजुर हजुर म्याम बिर्ता मोडकै भाटपटिनीमा आउँदा नि हुन्छ म्याम त्यसको लागि हजुरले एउटा सानो डकुमेन्ट हजुर म्याम हजुर अनि हजुरको एउटा फर्मेलिटी पुरा गर्नुपर्ने छ म्याम हेलो 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 सर हजुर सर भन्नु न ए भन्नु त उहाँहरू हामी बाटो कि बाह्र अगाडि छौँ कहाँ आउनुपर्ने सर हजुर माथि अफिस आउनु न सर हजुर माथि अफिस आउनु न सर हजुरको त्योभन्दा अगाडि चाहिँ एउटा फर्मेलिटी पुरा गर्नुपर्ने हुन्छ सुन्नु न हामीले फर्मेट उयो गर्नुको लागि नागरिकता के चाहिन्छ हजुर नागरिकता चाहिने भयो हजुरको है अनि हजुरको एकाउन्ट नम्बरहरू पनि चाहिन्छ हजुर त्यही हो सर ए ल सर त सुन्नु न 1 घन्टामा कुन ठाउँमा हामीलाई लोकेसन गर्नु हामी नागरिकता त्यही त यस्तो सर पहिले हजुरले वाट्सएपमा सर डकुमेन्टहरू पठाउनु पर्ने हुन्छ हजुर फोटोहरू पनि पठाउनु पर्ने होला हजुर सर ए कुन स्कुटी कुन कम्पनीको सर हजुर के भन्नुभयो सर ए कुन स्कुटी परेको छ नेट्रोन भने इलेक्ट्रिक स्कुटी सर हजुर नेट्रोन भने इलेक्ट्रिक स्कुटी सर ए इलेक्ट्रिक स्कुटी हजुर सर त्यसको लागि के सर खाता एकाउन्ट नम्बर दिँदा हुन्छ हुन्छ सर हुन्छ
हजुरको सानो जो मान्छे चार्जहरू त केही दिनु पर्दैन होला नि सर? पर्दैन सर, आउने बेलामा हजुरले पे गर्नुपर्ने हुन्छ 25% त्यसको, त्यही भएर हजुरको नाममा हुन्छ सर। ए ल मलाई अलिक सिकाइदिनुहोस् न सर, कहाँ जानुपर्ने कुन यस्तो सर, हामी यो हाम्रो सुजाता पुरी भन्नेलाई परेको छ है सर, उहाँसँग सुजाता पुरी भन्नेलाई परेको छ सर। एकछिन सर ल के पुरी अरे? सुजाता पुरी। सुजाता पुरी सर, अलिक त्यो सुजातापुरीको हो कि हजुर बहिनी हो होइन? ए हजुर सर, म उहाँको आफ्नै दाइ हो। हजुर सर हजुर। अनि मैले आउनुपर्ने, हजुरलाई सम्पर्क गर्नुपर्ने कहाँ हो? त्यही त एकचोटि उहाँसँग कुरा गर्न पाए हुन्थ्यो सर। हुनुहुन्छ त्यो दिनुहुँदैछ? हजुर हजुर म्याम, हजुरको नागरिकताहरूको फोटोकपी म्याम हजुरले हामीलाई वाट्सएपमा पठाउनु पर्ने हुन्छ म्याम। त्यो एउटा नम्बर टिप्नु त म्याम। हजुर हजुर होइन म्याम, हामी अर्को नम्बर दिन्छौँ हामीले हजुरलाई। एकैछिन है म्याम, एकैछिन सर, एकैछिन टिप्नु त सर। सरी म्याम, 970 862। हजुर 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 म्याम, सुजाता म्यामको कुन ब्याङ्क एकाउन्टमा खाता छ सर म्याम? हजुर हजुरको एटिएम कार्डहरू सबै छ म्याम? सुन्नु न मेरो कुरा, हजुरको एनआइसिआइसिआईको एटिएम कार्डहरू सबै छ म्याम? ए त्यो एटिएम कार्डको एउटा नम्बर छ, त्यो पठाउनु पर्ने हुन्छ सर हजुरले। त्यो भनिदिन मिल्छ सर? हजुर हजुर यस्तो यस्तो हुन्छ म्याम, त्यो हजुरलाई स्कुटी परे पनि के भन्नुभयो सर? हजुर हजुर यो गलत एटिएम यो मान्छेलाई कसरी भङ्ग गर्नुहुन्छ? तपाईँले मैले हतारी लाउ यो नम्बर अहिले मैले गर्नुपर्ने सो प्राङ्क गर्न बिङ रङ होइन, अनि प्राङ्क चाहिँ सक्सेसफुल भएन। उहाँ त पुलिस हुँदैन, त्यही पनि पुलिस छु भनेर भन्नुभएको छ। सो अब म मेरो नम्बरबाट फोन गर्छु अनि मैले फोन भनेर भन्छु। सो एकैछिन है त। उहाँले फोन उठाउनु भएन, फेरि म एकचोटि फोन गर्छ त। हेलो हजुर, माइजू दर्शन। हजुर कहाँ अनि कहाँ जानुभएको थियो? किन अनि इलाका प्रहरी गएको? हजुर मैले भर्खर फोन गरेँ त तपाईँले फोन नउठाएर अस्तिदेखि फोन गरे। भान्जालाई बिर्सिनु भएछ अनि अनि स्कुटी पऱ्यो भनेर मैले फोन गरेको थिएँ नि।
मैले फोन गरेँ भने अनि फोनै उठाउनु न अनि के गर्नु त अनि त्यही अनि मैले फोन गरेँ हो क्या अनि मैले अल्छी लागिरहेको थियो नि यसो माइजीलाई चाटिदिउँ भनेर नि थाहा छ मलाई त्यहाँ आन्टी सरु आन्टी बोले अब मलाई थाहा छ सुरुमा तपाईँ बोल्नु भएको थियो नि सरु आन्टीले उठाउनु पनि भएको थिएन सरु आन्टी पनि हुन्छ होला ल ल माइजू फ्री भएपछि कल गर्नु न ल ल माइजू ल त्यही नै हो गाइज है अनि प्र्याङ्क सक्सेसफुल भएन अनि ठ्याक्क फेरि प्रहरी चौकीमै हुँदो रहेछ अनि त्यहाँ मैले फेरि भनिदिइहालेँ फेरि अफिसको नम्बरबाट गरेँ हो नि त अनि त्यहाँ अलिकति रिस्क पनि हुन्छ भनेर सो त्यही नै गाइज किप वाचिङ अनि सब्सक्राइब गर्नु नबिर्सिनुलाई फेरि पनि यस्तै भिडियो ल्याउँदै ल्याउनेछु भन्दै सो बाई बाई है त